नमस्कार। म दुर्गा अधिकारी भमरकोटे। आज कवि रामशरण नेउपानेले लेख्नुभएको जुन घाम शीर्षकको पुस्तकबाट आमाको सपना शीर्षकको कविता यहाँ वाचन गर्न गइरहेको छु। यो कविता उहाँले शार्दूल विक्रीडित छन्दमा लेख्नुभएको छ र यो सायद मेरो आफ्नो जीवन सँग सम्बन्धित पनि भएको हुनाले यसले मलाई साह्रै नै मन छोयो र त्यसै कारणले म यसलाई वाचन गर्न एकदम खुसी साथ वाचन गर्न गइरहेको छु। स्वीकार्नुहोस् रामशरण नेउपानेको आमाको सपना। वर्षौंसम्म विदेशको कहरमा को बस्छ यो जालमा, आफ्नो देश उता चाहत गुज्रेर बेहालमा। आफै गर्दछु घोषणा मैले उत्रेर सञ्जालमा, आमाको सपना म पूर्ण गरुला फर्केर नेपालमा। आमा छिन् घरबार गर्न कसिने 60 कटेकी उता, भागे झैं मुगलान तर्फ सब नै लाग्छन् बढेका पुता। के बन्ला घरबार देश गतिलो बस्दा यसै चालमा, आमाको सपना म पूर्ण गरुला फर्केर नेपालमा। आफ्नो देश सुहाउँदो किसिमका रच्दै नयाँ योजना, खोली उद्यम गाउँ ठाउँतिर नै होस् रोजगारी घना। खस्केको छ मिहो जहाँ प्रगतिको ल्याई नयाँ हालमा, आमाको सपना म पूर्ण गरुला फर्केर नेपालमा। फेरौँला घरको र गोठतिरको छानो चुहेको पनि, पारौँला भरिपूर्ण अन्न फलले बाँझो सबै नै खाने। रोपौँला प्रिय फूल नै कमलका ती चौकुने तालमा, आमाको सपना म पूर्ण गरुला फर्केर नेपालमा। बाबाले पनि भन्नुहुन्छ सुत हो फर्केर आओ घर, यो नेपाल विशाल देश श्रमले पारौँ बडो सुन्दर। भारा लाग्दछ मृत्तिका र दुधको पर्दा यता जालमा, आमाको सपना म पूर्ण गरुला फर्केर नेपालमा, फर्केर नेपालमा। हस् त, धेरै धेरै धन्यवाद। नमस्कार।